नमस्कार आदरणीय दर्शकवृन्दहरू। पञ्चमहापुरुष योगहरू मध्येमा दोस्रो योग रहेको छ भद्र नामको योग, जुन योग बुध ग्रहले बनाउने गर्दछ। दर्शकवृन्दहरू, तपाईहरुले यहाँनिर देखिरहनु भएको छ भद्र नामको योग जुन बुध ग्रहले बनाउने गर्दछ। यो पनि कस्तो रहन्छ भने जन्म लग्न कुण्डलीमा केन्द्र भावमा प्रथम भाव, चौथो भाव, सातौं भाव र दशम भावलाई केन्द्र भाव भनेर भनिन्छ। यी चारवटा भावहरूमा मिथुन अथवा कन्या राशि 3 अंक अथवा 6 अंकमा यदि बुध बसेको खण्डमा भद्र नामको योग बन्ने गर्दछ। दर्शकवृन्दहरू, जस्तो उदाहरणको लागि हामीले हेर्न सकिन्छ यो जन्म लग्न कुण्डलीमा केन्द्र भाव 12 अंक लेखेको केन्द्र भाव हो, 3 अंक लेखेको पनि केन्द्र भाव हो, 6 अंक र 9 अंक लेखेको यी चारवटा भावलाई केन्द्र भाव भनेर भनिन्छ। अब हामीले हेर्न सक्यौं 3 अंकमा बुध रहेको छ, 3 अंकमा बुध सहितको यही भावमा रहेको खण्डमा पनि भद्र योग बन्यो। त्यस्तै गरेर यदि यो सातौं भावमा 6 अंक रहेको छ, यो 6 अंकको ठाउँमा बुध भएको खण्डमा पनि यो भद्र योग चाहिँ बन्यो। दर्शकवृन्दहरू, अब हामी जन्म लग्न कुण्डलीमा भद्र योग कसरी के भयो भने बन्छ भन्ने बारेमा हामी स्पष्ट चाहिँ भयौं। त्यसो भए भद्र योग सहित कुनै पनि जातक यदि जन्मिएको खण्डमा उसका विशेषताहरू कस्ता रहन्छन् त भन्ने विषयमा हामीले यहाँनिर स्पष्टसँग देख्न सकिन्छ। यो बुधको क्षेत्रमा, बुध भनेको चतुर्यायीको क्षेत्र हो। दर्शकवृन्दहरू, डकुमेन्टेसनको क्षेत्र हो, कमर्सको क्षेत्र हो, म्याथमेटिक्सको क्षेत्र हो, अलिकति मेमोरी पावर हाई हुनेको क्षेत्र हो। यी यस्ता चीजहरुमा चाहिँ अग्र स्थानमा रहने गर्दछन्। जस्तो नम्बर वाइज हेर्नुस्, यिनीहरू स्वभावैले बुद्धिमानी हुने गर्दछन्, अलिकति चलाक हुने गर्दछन्। त्यस्तै गरेर दोस्रो नम्बरमा यी तर्कशील पनि रहन्छन्। कुनै पनि विषयवस्तुहरू उठान भइसकेपछि कुनै न कुनै खालको तर्कले यिनीहरू कन्भिन्स हुन खोज्दछन् अथवा अरूलाई कन्भिन्स गराउन खोज्दछन्। त्यस्तै गरेर बोल्नमा असाध्यै निपुण रहन्छन्। यिनीहरूको प्रभावकारिता, बोली, स्पीचमा एक खालको एउटा चाहिँ इफेक्टिभिटी असाध्यै राम्रो रहन्छ। त्यस्तै गरेर व्यापारिक क्षेत्रमा पनि यिनीहरू सफल बन्दछन्। कुनै पनि कमर्स, कुनै पनि बिजनेस यदि गरेको खण्डमा यिनीहरू चतुर्यायीको कारणले गर्दा, मेमोरी पावर हाई हुने भएको कारणले गर्दा, स्मरण शक्तिको क्षमता पनि यिनीहरूमा राम्रो भएको कारणले गर्दा र बोलीमा एक खालको एउटा निपुणता पनि भएको कारणले गर्दा यिनीहरूको व्यापारिक क्षेत्रमा चाहिँ सफल हुने सम्भावना बढिरहन्छ। दर्शकवृन्दहरू, ठीक त्यस्तै गरेर डकुमेन्टेसनको क्षेत्रमा, कापी किताबको क्षेत्रमा यिनीहरूलाई यो ग्रहले राम्रै साथ दिने गर्दछ। र अन्तिममा यो कमर्सको क्षेत्रमा होस् अथवा म्याथमेटिक्सको क्षेत्रमा होस्, है, यो पढाइको विषयमा यिनीहरूले राम्रै दखल पुर्याउने गर्दछन्। यदि कुनै पनि जातक, कुनै पनि व्यक्ति भद्र योगको जन्म कुण्डलीको साथ यदि जन्मिएको चाहिँ छ भने। दर्शकवृन्दहरू, आज तपाईहरुलाई मैले भद्र योगको विषयमा जानकारी गराइसकेको छु। आगामी दिनमा पञ्चमहापुरुष योगको तेस्रो योगको विषयमा भिडियो लिएर आउने बाचा गर्दै अहिलेलाई भने म तपाईहरुबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद, नमस्कार।